नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुवातमा हेडलाइन्स। धनुषामा एकजनाको हत्या, श्रीमती र भाइहरूले मिलेर हत्या गरेको प्रहरीको भनाई। कोरोना संक्रमितका लागि शैय्या उपलब्ध गराउन नसक्ने सरकारको भनाइप्रति कांग्रेसको आक्रोश। आज मे 1 अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै। भारतमा कोरोनाबाट संक्रमित बढ्दै पछिल्लो 24 घण्टामा 4,01,000 संक्रमित थपिए। र भारतको गुजरात स्थित एक अस्पतालमा आग लगी 16 जनाको मृत्यु। अब समाचार विस्तारमा। धनुषामा श्रीमतीले भाइहरूसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेकी छिन्। हंसपुर नगरपालिका वडा 6 टिलही निवासी 25 वर्षीय शम्भु मण्डललाई उनकै श्रीमती र भाइ मिलेर हत्या गरेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिए। शम्भु 1 महिना अगाडि मात्रै वैदेशिक रोजगारबाट फर्किएका थिए। शनिबार बिहान 2 बजे शम्भु उनकी 23 वर्षीय पत्नी सुशीला देवी, भाइहरू अनिल मण्डल र जय मण्डल बीच घराइसी विवाद भएको र त्यही क्रममा तीनैजना मिलेर उनको धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएको मिश्रले बताए। लाठीसहित हतियारले प्रहार गर्दा शम्भुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि तीनैजना फरार भएका छन्। उनीहरूको खोजी गर्दै थप अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता मिश्रले बताए। नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति एवं राष्ट्रिय सभाका पूर्व सदस्य विदुर पौडेलको निधन भएको छ। उनको पशुपति स्थित वैद्यखानामा शनिबार बिहान निधन भएको हो। उनको आजै बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन्छ। पूर्वीय दर्शनका जानकार पौडेल पहिलो राष्ट्रिय सभाका सदस्य थिए। कुमारीगालमा बस्दै आएका पौडेललाई मस्तिष्कघात भएको थियो। सुरुमा उनलाई उपचार गर्न त्रिवी शिक्षण अस्पताल हुँदै सिनामङ्गल स्थित काठमाडौँ मेडिकल कलेज केएमसीमा ल्याइएको थियो। उनी नेपाली राजनीतिमा बीपी कोइराला, सुवर्ण शमशेर, गणेश मानसिंह एवं कृष्णप्रसाद भट्टराईका अनुयायी समेत रहेको जानकारी गराइएको छ। नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने भन्ने सरकारको भनाई लाचारी र लज्जास्पद भएको बताएको छ। शनिबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले जटिल परिस्थितिमा गम्भीरताका लागि अपील गर्नु राज्यको कर्तव्य भए पनि कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा शैय्या छैन भन्नु लाचारी र लज्जास्पद भएको बताउनु भएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गरी कोरोना संक्रमण तीव्र गतिमा फैलिएको र संक्रमितको उपचारका लागि शैय्या उपलब्ध गराउन नसकिने अवस्था आएको भन्दै नागरिकहरू आफै संक्रमणबाट जोगिनुपर्ने अपील गरेको थियो। स्वास्थ्य मन्त्रालयको यस्तो अपीलको नेपाली कांग्रेसले विरोध गरेको छ। सरकारले समयमै विषयप्रतिको गम्भीरता प्रस्तुत नगर्नु र दूरदर्शिता नराख्नुका कारण आजको परिस्थिति आएको उहाँले आरोप लगाउनुभयो। प्रतिकूलतामा पनि आफ्नो नागरिकलाई जीवनका प्रति, चुनौतीका प्रति गम्भीर बन्न ढाडस दिइराख्नुपर्छ। त्यसैले अहिले सरकारले जे कर्म गरेको छ यो चाहिँ जिम्मेवार राजनीतिक चरित्र, जिम्मेवार राज्यको दायित्व पनि बिल्कुल होइन र यो चाहिँ घोर आलोचना गर्नुपर्ने विषय छ। यसको चाहिँ नेपाली कांग्रेस पार्टीको तर्फबाट हामी गम्भीर रूपमा प्रतिवाद गर्न चाहन्छौँ। सरकारले यो परिस्थिति आउँदै गर्दाखेरि यो परिस्थिति एकाएक आएको हो भनेर बुझ्यो भने आगामी दिनको चुनौती सामना गर्ने कुरा पनि अझै जटिल बन्छ भन्ने नेपाली कांग्रेसको बुझाइ छ। सरकारले समयलाई सदुपयोग गर्न सकेन। बितेको 1 वर्ष हामीसँग समय थियो, हामीले के गरेर गुजार्यौँ? सत्ताको द्वन्द्व गरेर गुजार्यौँ, मन्त्रीको संख्या थपेर गुजार्यौँ, मन्त्रीको संख्या बढाउने, भेन्टिलेटरको संख्या नबढाउने। नेपाली कांग्रेसले लाचार अभिव्यक्ति बन्द गरेर युद्ध स्तरमा कार्य गर्न र कोरोना विरुद्धको संघर्षमा राज्यको क्षमता विस्तार गर्न सरकारलाई अपील गरेको छ। बेड, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजनको सिलिन्डर आदिमा सरकारको वास्तविक क्षमता के कति हो, अवस्था कस्तो छ भन्ने विषयमा सरकारले सार्वजनिक रूपमा स्पष्ट पार्नुपर्ने उहाँले माग गर्नुभयो। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको बताउनु भएको छ। उहाँले कोरोना रोकथाम तथा न्यूनीकरणमा सरकार नलागी गम्भीर लापरवाही गरेको पनि बताउनुभयो। सरकारले नै लापरवाही गरेर भिड जम्मा गरेको पछि सक्दिन भनेर हात उठाउनु गैर जिम्मेवार भएको बताउनुभयो। सरकारले उक्त कुरा तुरन्तै सच्याएर जनताको चेक जाँच र स्वास्थ्य सुरक्षामा ध्यान पुर्याउनु पर्ने बताउनुभयो। सरकारले अन्य राजनीतिक दलहरू र आम जनतालाई परिचालन गर्न नसकी जनतालाई जबरजस्ती मृत्युको मुखमा धकेल्ने प्रयत्न गरेको भन्दै कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन प्रधानमन्त्रीसँग माग गरिएको छ।
आज मे 1 तारिक अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न औपचारिक अनौपचारिक कार्यक्रमहरू गरी विश्वभर मनाइँदैछ। विश्वभरि अहिले कोरोनाको महामारी छ। यस्तो महामारीमा पहिलो असर श्रमिकमाथि पर्ने गर्दछ। नेपालमा अहिले कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ। विश्वका ठूला धनी राष्ट्रहरूले लकडाउनको समय श्रमिकहरूको न्यूनतम आवश्यकताको व्यवस्था गर्न सके भने हाम्रो जस्तो मुलुकले यसबारे कुनै योजना नै बनाउन सकेको छैन। फलतः निषेधाज्ञा र बन्दाबन्दीले श्रमिक वर्गलाई भोकमरीतर्फ धकेल्दै गरेको छ। नेपाली कांग्रेस निकट ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले निषेधाज्ञा गरी सरकारले दैनिक ज्यालादारी काम गर्ने मजदुरको पीडालाई बुझ्न नसकेको बताउनुभयो। मजदुरको स्वास्थ्य सुरक्षा र दैनिक जीवनयापनबारे ठोस कदम नचाल्ने हो भने स्थिति भयावह हुन सक्ने उहाँले बताउनुभयो। त्यस्तै सत्तारूढ दल निकट अखिल नेपाल ट्रेड युनियनका अध्यक्ष विनोद श्रेष्ठले राज्य पक्ष र उद्योगी व्यवसायीले उत्पादनलाई मात्र नहेरी श्रमिकमाथि लगानी गर्न आग्रह गर्नुभयो। मजदुर कर्मचारीलाई सामाजिक सुरक्षाको कार्यक्रममा सहभागी गराए भए महामारीको समयमा सहायता पुग्ने बताउनुभयो। भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। शनिबार 4 लाखभन्दा बढी संक्रमित थपिएका छन्। भारतमा पछिल्लो 24 घण्टामा 4,01,993 जना संक्रमित थपिएका हुन्। पछिल्लो 24 घण्टामा 3,523 जनाको मृत्यु भएको छ। त्यस्तै 2,99,988 जना निको भएका छन्। भारतमा कुल संक्रमितको संख्या 1,91,00,000 भन्दा बढी छ। कुल मृतक संख्या 2,11,853 पुगेको छ। सक्रिय संक्रमितको संख्या 32,68,710 पुगेको छ। यसैबीच भारतमा शनिबारबाट 18 वर्ष माथिका सबैलाई खोप लगाउन सुरु गरिएको छ। तर खोपको अभावमा विभिन्न स्थानमा अभियान प्रभावित भएको छ। संसारकै सबैभन्दा ठूलो मात्रामा खोप उत्पादन गर्ने भए पनि भारतसँग खोप लगाउन मिल्ने उमेर समूहका करिब 80 करोड मानिसका लागि आवश्यक मात्रा उपलब्ध छैन। भारतको एक अस्पतालमा आगलगी हुँदा अस्पतालमा सेवारत 2 नर्स सहित कम्तीमा 16 कोभिड-19 संक्रमित बिरामीको मृत्यु भएको छ। एसियाली यस मुलुकमा संक्रमण दर उच्च भएपछि स्वास्थ्य सेवा प्रणालीमा समस्या देखिरहेका समय पश्चिमी राज्य गुजरातको भरुचको अस्पतालमा आगलगी भएको छ। स्थानीय समयअनुसार शनिबार बिहान 1 बजे आगलगी हुँदा अस्पतालमा करिब 50 अन्य बिरामीहरू थिए। आगो केही समयपछि नियन्त्रणमा आएको थियो। स्थानीय प्रहरी अधिकारी राजेन्द्र सिंह चुडा शर्माले घटनामा 2 नर्स सहित 18 व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन्। आगलगी अस्पतालको आइसियुमा रहेको तारमा समस्या आउँदा आगलगी हुन पुगेको प्राथमिक अनुसन्धानबाट जानकारी गराइएको छ। कार बम विस्फोट हुँदा अफगानिस्तानमा कम्तीमा 30 जनाको मृत्यु भएको छ। भीडभाड रहेको सडकमा शुक्रबार गराइएको विस्फोटमा परि अरू 70 जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन्। अफगानिस्तानको पूर्वी लोगार प्रान्तको राजधानी पुले अलाममा रहेको प्रान्तीय अस्पताल बाहिर सडकमा विस्फोटको घटना भएको छ। स्थानीय समयअनुसार बेलुकी 6:50 घटना भएको हो। नेपाल भलिबल संघ एनभिएले केही समयका लागि सम्पूर्ण भलिबल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ। एनभिएले शनिबार सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै केही समयका लागि सम्पूर्ण भलिबल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ। नेपाल भलिबल संघले नेपाल सरकारको नियमअनुसार कोरोना महामारीले देशका विभिन्न स्थानमा गरिएको लकडाउन र सम्पूर्ण स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै हाल भलिबल खेल गतिविधि केही समयका लागि स्थगित गरिएको हो। एनभिएको निर्णयपछि तत्काल लागि कुनै पनि भलिबल खेल वा प्रशिक्षण हुने छैन। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। धनुषामा 1 जनाको हत्या, श्रीमती र भाइहरूले मिलेर हत्या गरेको प्रहरीको भनाइ। कोरोना संक्रमितका लागि शैय्या उपलब्ध गराउन नसक्ने सरकारको भनाइप्रति कांग्रेसको आक्रोश। आज मे 1 अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै। भारतमा कोरोनाबाट संक्रमित थपिँदै पछिल्लो 24 घण्टामा 4,01,000 मा संक्रमण। र भारतको गुजरात स्थित एक अस्पतालमा आगलगी, 16 जनाको मृत्यु। हवस् त, अपन न्यूज अहिले यति नै। अपन टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार।